अहिले चाहिँ म यहाँ बाजेबोजूलाई So guys, hello everyone and welcome back to my new vlog. So हजुर सबैजनालाई मेरो भ्लगमा स्वागत छ। इसमी विशेष गुरुङ आज चाहिँ पुष 15 ह्यापी तम्बुले सट टु अल। अनि अहिले चाहिँ म बिहानको 7 बजिसकेको छ। अहिले चाहिँ म भर्खर उठेँ। अब चाहिँ म नुहाइधुवाइ गर्छु अनि त्यसपछि चाहिँ म घरको उता पूजा गर्छु बाजेबोजूको उता कुलथानमा। मैले चाहिँ नुहाइधुवाइ गरिसकेँ। अब मासु पनि ल्याइसकेँ। अब चाहिँ म घरमा कुलथानमा पूजा गर्न जान्छु। सिखा लिखा यहाँ छ म्याउसँग हिरो ताप्दै। अब पूजासुजा गरिसकेपछि हामी च्यान्डल गइन्छ पूजा गर्न। यहाँ चाहिँ च्यान्डलमा पूजा गर्नको लागि बाँस काटेर ल्याइसक्नु भएको छ बाबाहरूले। साइच्छा मामा। अहिले चाहिँ म यहाँ बाजेबोजूलाई बक्सी केवा सुन्तला मासु चढाउन आएको छु। अहिले च्यान्डल पुगिसक्यौँ हामी। मामाको अटोमा आएको। मम्मीहरू चाहिँ उहाँ आउनुहुन्छ। अहिले चाहिँ च्यान्डलको फुल च्यान्ड छ। च्यान्डल आइसकेको छ। यहाँ गोलुमोलु पुसाई फुपूहरू हुनुहुन्छ। यानाहरू एन्जल सुमिना सबै छन्। हजुर फुपूहरू हुन्छ। मम्मीहरू त्यता हुनुहुन्छ। हेलो। यहाँ चाहिँ हाम्रो च्यान्डलमा मम्मी बाबाहरू सबैले पूजा गर्दै हुनुहुन्छ। यहाँ चाहिँ अहिले बाबाहरूले पूजा गर्दै हुनुहुन्छ। यता फुपूहरू यहाँ सबै हुनुहुन्छ। सबभन्दा ढिलो भएको भनेको हामी नै यहाँ पूजा गर्ने। आज चाहिँ सब पूजा गरेर हिँडिसकेको छु। अब चाहिँ हाम्रो पूजा सकिसकेको छ। यहाँ हुन्छ अब प्रसाद सर्साद खाइन्छ एक ठाउँमा बसेर चाहिँ हामीले सबै यहीँ छन्। प्रसाद प्याकिङ गर्यो। सो अब चाहिँ हाम्रो पूजा सकिसकेको छ। सबै हामी गोलुमोलु म अनि मम्मीहरू सबै पछाडि आउँदै हुनुहुन्छ। अब चाहिँ हामी प्रसाद खाने हो उता बसेर टक्क लाएर बिरालोमा। स्कुटी स्टार्ट नभएर यहीँ यसरी आउनु परेको छ यिनीहरूलाई। सो गाइज अब चाहिँ हामी यहाँ बसेर खान्छौँ। गुरु फुपू हेलो। हेलो हेलो पुसाई। स्कुटीको हालत चाहिँ यस्तो छ। के खानु पर्छ खै त चाबी हो यहाँ हेलमेटमा गाउँ अटो त फुल भएछ त त्यहाँ त। हाम्रो इन्जिनियर सरले चाहिँ हाम्रो स्कुटी बनाउँदै हुनुहुन्छ। नाइ अटोमै आउँछु कि म। अस्ति कति मजा थियो अटोमा जानु। ओ यहाँ मान्छे बाई भनौ बाई। ओ बाई बाई यता कोइले बाई भन्दैन नि। कस्तो गाह्रो हुन्छ र। विशेष डक्टरले सकेन अब एन्जल डक्टरले सक्छ कि। सो गाइज अब चाहिँ पूजासुजा गरेर खानपिन गरेर हामी प्रसाद खाएर घरतिर लागेछौँ। यहाँ चाहिँ फुपूहरू हुनुहुन्छ। चाहिँ हुने चाहिँ यहाँ प्रोग्राम चाहिँ हाम्रो बर्दुवाको। व्यापक बनाउनको लागि
ठेला सेला सब आइसकेको छ। सो गाइज अहिले चाहिँ हाम्रो चाहिँ यहाँ डाँडाबाट चाहिँ यो डाँडाबाट चाहिँ हाम्रो चाहिँ अब मगर समुदाय छ, गुरुङ समुदाय, छेत्री समुदाय अनि चौधरी समुदाय सबै भएर चाहिँ यहाँबाट चाहिँ हाम्रो समाजसम्म चाहिँ रेली जान्छ।